कस्तो घाम यो अलकत्र बिलेर चाहिँ कुखुराको भालेहरू यस्तो भएछ आजको घाम लु हेर्नु सक्नुहुनेछ हाम्रो चाहिँ यस्तो ला म कुखुरा खुट्टै दुइटा चुडेको जस्तो लाग्यो नि त भुइँमा आज चाहिँ भने कस्तो घाम थियो होला देख्न सक्नुहुनेछ आज हाम्रो मिरिकको कैटीमा चाहिँ यो भाले चाहिँ अलकत्रामाथि सुतेछ हो यहाँ ला भगवान यो टिनमा चाहिँ अलकत्र थियो होइन यहाँ यसरी पोखेर झरेछ अन्त चाहिँ भाले यहाँ आएर विश्राम गरेको थिएछ यस्तो अवस्था भएछ घाम चाहिँ कस्तो थियो होला आजको हाम्रो मिरिकमा है मिरिकको कैटीमा चाहिँ घाम यस्तो ला चिन्डे हुन्छ नि अब बिचरा कहाँ ठुङ्गेको फेरि बनाइदिएको र कस्तो चाहिँ घाम थियो होला नि आज अम्म हौ लु सक्छ निकाल्नु अब आयो लु नि अब भाले चिनो लाग्यो अब यो त घाममा हिँड्नु सक्दैन नि घाम लाग्यो भने चाहिँ बिलिएर चाहिँ सक्छ है यसरी निकालिदिनु पर्छ बिचरा कति बेलादेखि होला नि अब बोल्नु सकेको बोल्छ त अघि फेरि लाग्दो टालेछ नि बिचरा झन् चल्यो होला यो जति चल्यो त्यति टालिँदै गएछ मेरो त्यो त कसरी देख्यो भालेलाई उद्धार गरियो थाल्यो नि आफूले भालेलाई उद्धार गरियो यहाँ बस्छ अब हेर्नुहोस् न टाली त हाल्छ बिचरा हजुर कति बेलादेखि होला यसरी माया लाग्यो नि हेर्नुहोस् न टाल्यो आमा अलकत्रामा टालेको भाले उद्धार गरियो साथीहरू हेर्नुहोस् है